के भने किन विदेश जानु आँटेको भन्न त? हजुर हजुर ए हो अनि के को लागि जानु आँटेको है? अब यो भाइले यहाँ डिस्टर्ब गरेको ल भन्नु त भन्नु ए पाल्न जानु आँटेको ए अनि कुन देश जानु आँटेको? कोरिया गुड अनि कोरियामा गएर के गर्ने अनि ए मम्मी ड्याडीलाई पाल्नको लागि ए ल ल ल ल ल यहाँ मान्छेहरू आउनु जानु भइरहेछ ल बेस्ट अफ लक राम्रोसँग पढ्नु है अनि नेपाल कहिले फर्किने? 5 महिनापछि ए अनि किन अनि नेपालमा चाहिँ बस्नु मन लागेन? लागेको छ कस्तो लाग्छ आफ्नो देश हो र? लौ न है लौ न गाह्रो छ अनि त्यही भएर जानु आँटेको ल ठिक छ गुड गुड हो गुड यस्तो न्यानो के भन्छ यस्तो चाहिँ ज्ञानी हुनुपर्छ है तपाईँ जस्तो बच्चा हो गाह्रो छ गाह्रो यहाँ चाहिँ घर कहाँनिर हजुरको? हजुर हजुर सान्जाले सातले ए माथि काठमाडौँ हो अनि पछि पढेर चाहिँ नेपाल आउने कि उतै बस्ने? हजुर काम गर्ने अनि यताबाट चाहिँ उता काम गर्नु जानुपर्ने ठाउँमा फेरि उता पढेर यता काम गर्न आउने ल तपाईँ एकदमै राम्रो बच्चा हुनुहुँदो रहेछ हो साँच्चै हो गाह्रो छ तपाईँ यस्तो बच्चा पाउनु है तपाईँले गीत गाउन आउँछ? कस्तो गीत गाउनुहुन्छ? ल एउटा राम्रो गीत गाइदिनु त यहाँ धेरै दर्शकहरूले त्यति हो अनि तपाईँको हबी के छ भनेको? डान्स गर्ने हो अब यहाँ डान्स गरेर देखाउनु त मिल्दैन है गाह्रो छ है अनि भविष्यमा के बन्ने इच्छा हुन्छ नि जस्तै डान्सर बन्ने हेर्दा पनि डान्सरै बन्ने जस्तो हुनुहुँदो रहेछ साँच्चै पैसा नि आउँछ है गुड बाबालाई चाहिँ गुड अनि तपाईँ चाहिँ के चढ्ने? डान्स गर्ने ल ठिक छ एकदम अल द बेस्ट है तपाईँ जस्तो बच्चा बेबीहरू चाहिँ होइन यति एक्टिभ हुनु भनेको धेरै राम्रो है होइन ए भोइस अफ नेपालमा जाने हो गीत गाउनलाई गुड ल तपाईँको एकदमै राम्रो रहेछ हबी है ए तपाईँले जितेको अनि के भन्नु छ नेपाली तपाईँ जस्तो सानो सानो भाइ बहिनी बच्चाहरूलाई होइन ठुल्ठुलो मान्छेहरूलाई हजुर अनि यति धेरै मान्छे विदेश जान खोजिरहेछ तपाईँको विचारमा के लाग्छ? यति धेरै मान्छे विदेश जान खोजिरहेछ तपाईँको विचारमा के लाग्छ? राम्रो लागिरहेछ गुड 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 ल धेरै धेरै धन्यवाद समय दिनुभएकोमा है हस् बाई